रिम्माबाट देखिएको दृश्य सनराइज हुँदैछ। रिम्माको घरहरू छन् यहाँ। यस्तो बाटो यस्तो छ। यता सानीमाको यो बारी भयो, उता झिलिङ्गे लगाउनु भएको छ। यो बाटो हामी यता तल झऱ्यो भने खैरेनीतिर पुग्न सकिन्छ। तोरी चाहिँ साह्रै राम्रो लगाएको, खेती राम्रो छ रिम्माको। हजुर गोविन्दको भाइ हो, गोविन्द दाइको भाइ। तपाई कहाँ हुनुहुन्छ त? म अहिले चितवनतिरै छु। दाउरा राखेर मजाले फ्युल, तर सन्चो चाहिँ गर्दैन किनभने फोक्सोलाई असर गर्दा धुवाले। तर जे भने सोर्स अफ इनर्जी चाहिँ हो फ्युल। यो टनेल खेती भयो, फलबाट फलेको यहाँ कस्तो राम्रो। आहा, बुवा यता सानीमाको घर भयो के अरे। सानीमा दुई शब्द केही एकदम। सानीमाले यसरी बस्ने ठाउँ बनाउनु भएको छ। छिको बोट यसरी भर्याङ लगाएर। सानीमा यहाँ हाम्रो ऊ पनि छ हो, माउरी माउरी। ए यो हाम्रो सानीमाको यता खेती योग्य जमिन। सानीमा डल्ले खुर्सानी टिप्दै हुन्छ। माथि इस्कुस फलेछ। यो पुरै तोरी होइन सानीमा? यही साग खाएको त आज कति मिठो थियो हो। भयो सानीमा बल्ल भयो भयो ल भयो आउनु हो भयो धेरै हुन्छ ल ल। सानीमाले बोडी पनि टिप्दै हुन्छ। हाम्रो यहाँ रिम्माको बोडी हो यो। सानीमा दुई शब्द जानु त, दुई शब्द मात्र ल। यो तरकारी बोडी के अरे यो यहाँ रिम्माको इस्कुस हजुर पकाएर खान्दिन पाएँ। यहाँ म बसिछु, तिमी सधैँ आउनु पर्छ। तिम्रो मामा घर हो यो, म तिम्रो सानीमा हो। म यति खुसी हुन्छु यहाँ आइदिए मात्रै हुन्छ। आउँदा जे छ आटो पिठो खुसीले खाने बस्ने। तिमी महिनौँ दिन यहाँको वातावरणमा तिमीलाई आनन्द हुन्छ, रमाउन सक्छौ। तिम्रो समय भ्याउँछ, स्वास्थ्यले भ्याउँछ भने आऊ छोरा बस्ने हो है। यो सबै ऊ होइन सानीमा? यो लसुन भयो, यो हाम्रो यो झिलङ्गी हो हजुर। यो बोडी त्यो झिलङ्गी खान्छ। यसको बोटुहरू बनाउँछ नि 12 हजुर। ए 12 बनाउने यसैको एकदम मिठो हुन्छ।